सो कन्स्टिट्युसनलिजम अथवा संविधानवाद भनेको चाहिँ के हो त? अब हरेक गभर्मेन्टसँग त आफ्नो पावर हुन्छ नि त। गभर्मेन्टले त आफ्नो पावर एक्जिक्युट गर्छ। गभर्मेन्टले आफ्नो पावर एक्जिक्युट गर्ने क्रममा चाहिँ गभर्मेन्टको पावरलाई कानुनले लिमिट गर्नुपर्ने हुन्छ। कानुनले लिमिट गरेको हुनुपर्ने हुन्छ र त्यही कानुनले लिमिट गर्ने फिलोसफीलाई नै कन्स्टिट्युसनलिजम अथवा संविधानवाद भनेर भनिन्छ। सो यो भनेको बेसिकल्ली के हो त भन्दा सिम्पल डेफिनेसन लेखेको छ। कन्स्टिट्युसनलिजम इज द आइडिया द्याट गभर्मेन्ट अथोरिटी मस्ट बी डिराइभ फ्रम एन्ड लिमिटेड बाई अ कन्स्टिट्युसन। संविधानबाटै गभर्मेन्टको अथोरिटी चाहिँ डिराइभ भएको हुनु पऱ्यो र संविधानले त्यसलाई लिमिट गर्नु पऱ्यो। त्यसलाई चाहिँ के भनिन्छ भने कन्स्टिट्युसनलिजम भनिन्छ। यहाँ लेखेको पनि छ, रुलर्स क्यान नट जस्ट डु वाट एभर दे वान्ट, ल इज सुप्रिम। अब यो नट मेन लेखेको छ, यो चाहिँ यो जस्ट फर एउटा फन तरिकाले पढ्नको लागि लेखेको, यसलाई नेगेटिभ नलिनु होला। यहाँ भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ रुलरले आफूलाई मन परी गर्न पाउँदैन। रुलरले लले जे भन्छ त्यही मान्नुपर्छ। ल सुप्रिम हुन्छ, कुनै रुलर सुप्रिम हुँदैन भनेको। र यो मेन भनेको चाहिँ सिम्बोलिकल्ली लेखिएको, यो चाहिँ आफ्नो डेफिनेसनमा नलेख्नु होला। यो सिम्बोलिकल्ली लेखिएको कुरा हो र यो फन तरिकाले पढ्ने भएको भएर चाहिँ यहाँ अलिकति यो एनालोजीको रूपमा युज गरेको, तपाईँहरूले बुझ्नु होला। अब संविधानवादको कोर प्रिन्सिपल अथवा कन्स्टिट्युसनलिजमको कोर प्रिन्सिपल के हुन् त? फर्स्ट अफ अल त्यो हो लिमिटेड गभर्मेन्ट। गभर्मेन्ट चाहिँ एकदम लिमिट हुनु पऱ्यो। इभन द पिएम क्यान नट एक्ट बियोन्ड कन्स्टिट्युसनल अथोरिटी। एउटा देशमा प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीले अब त म प्रधानमन्त्री भए जे गर्न मलाई जे गर्न मन लाग्छ म त्यो गर्छु भन्न पाउँदैन। एउटा प्रधानमन्त्री पनि आफ्नो कन्स्टिट्युसनल अथोरिटीभित्रै बसेर काम गर्नुपर्ने हुन्छ। त्योभन्दा बियोन्ड गरेर काम गर्नु पाउँदैन। त्यो भनेको लिमिटेड गभर्मेन्ट अन्तर्गत पर्छ। सुप्रिमेसी अफ कन्स्टिट्युसन। अब हाम्रो नेपालमा पनि त पार्लियामेन्ट छ होइन। पार्लियामेन्टले कानुनहरू बनाउँछ। विभिन्न सम्माननीय व्यक्तिहरू पनि छन् होइन, इन्स्टिट्युसनहरू पनि छन्। तर यी सबैभन्दा ठुलो के हो त? कन्स्टिट्युसन। सबैभन्दा माथि के आउँछ त? कन्स्टिट्युसन आउँछ। जब लको कुरा गरिन्छ, लिगालिटीको कुरा गरिन्छ, टपमा आउने भनेको कन्स्टिट्युसन हो। कन्स्टिट्युसन इज ग्रेटर देन अब यहाँ लेखेको सबै कुराहरू होइन। सेपरेसन अफ पावर्स। अब जस्तो लेजिस्लेचरसँग मात्रै पावर भएर त हुँदैन नि त। पावर त ब्यालेन्स अफ पावर भनेको के हो त? लेजिस्लेचरसँग पनि आफ्नो छुट्टै पावर छ, पार्लियामेन्टसँग पावर छ नि त, एक्जिक्युटिभ कार्यपालिकासँग पनि आफ्नै पावर छ, जुडिसियरीसँग पनि आफ्नै पावर छ। जस्तो यहाँ यो लेजिस्लेचरले कुनै ल पास गरेको छ जुन चाहिँ संविधान सम्मत छैन भने चाहिँ जुडिसियरीले त्यसलाई भोइड घोषित गरिदिन्छ। सो सबै के छन् भने आफ्नो लेनमा हिँडिरहेका छन्। कसैले कसैको लेन मिच्न पाउँदैन, आफ्नो लेनमा हिँड्ने हो। द्याट इज सेपरेसन अफ पावर्स। अब रुल अफ ल भनेको के हो भने चाहिँ संविधानवादले के भन्छ भने एउटा सेम कानुन चाहिँ पिएमको लागि पनि त्यही हुन्छ, एउटा पियुनको लागि पनि त्यही हुन्छ होइन। पिएम भनेको त ठुलो व्यक्ति हो, भिभिआइपी व्यक्ति हो, पिएमलाई कानुन लाग्दैन भन्न मिल्दैन। संविधानवादले के भन्छ भने पिएम होस् अथवा पियुन होस् सबैलाई लाग्ने कानुन एउटै हुनुपर्छ भनेर चाहिँ भनेको छ। त्यसलाई रुल अफ ल भनिन्छ। अनि त्यसपछि चाहिँ फन्डामेन्टल राइट्स। अब फन्डामेन्टल राइट्स भनेको चाहिँ यो बेसिक राइट्सहरू हो क्या। यो राइट भनेको चाहिँ गभर्मेन्टले जनताको राइटहरू हो। यो गभर्मेन्टले चाहिँ निकाल्दिन पाउँदैन, खोज्न पाउँदैन। मेन कुरा चाहिँ यो गभर्मेन्टले चाहिँ केही गर्नै पाउँदैन। यो राइट भनेको बेसिक राइट हो, फन्डामेन्टल राइट्स, जुन चाहिँ हाम्रो कन्स्टिट्युसनमा पनि छ, आर्टिकल 16 to आर्टिकल 46। अनि जुडिसियल रिभ्यू मैले अघि पनि भने तपाईँलाई, जस्तो पार्लियामेन्टको काम के हो त? लेजिस्लेचरको काम के हो त भन्दा कानुनहरू बनाउने हो। यदि त्यो कानुन चाहिँ संविधान सम्मत छैन भने चाहिँ जुडिसियरले त्यो कानुनलाई भोइड घोषित गर्न सक्छ अथवा त्यसलाई खारेज गर्न सक्छ। सो यो भनेको जुडिसियल रिभ्यू अन्तर्गत पर्छ। कोर्ट्स क्यान इनभ्यालिडेट अनकन्स्टिट्युसनल ल। संविधान सम्मत छैन भने इनभ्यालिडेट गर्न सक्छ। एकाउन्टेबिलिटी। अब एकाउन्टेबिलिटी भनेको चाहिँ सबैभन्दा मेन मुद्दा हुन्छ। यदि गुड गभर्नेन्स चाहियो देशमा होइन, अथवा संविधानवादलाई पालना गर्नु पऱ्यो भने पनि वान अफ द मेन प्रिन्सिपल अथवा वान अफ द मेन के भनौँ अब बुझ्नुहोस् तपाईँहरूले होइन, एकाउन्टेबिलिटी भनेको एकदम इम्पोर्टेन्ट हुन्छ है। यो भनेको चाहिँ गभर्मेन्टले आफूले लिएको एक्सनहरूप्रति चाहिँ गभर्मेन्ट चाहिँ एन्सरेबल हुनु पऱ्यो। यदि गभर्मेन्टले कुनै पोलिसी ल्यायो अथवा कुनै पोलिसीमा काम गर्यो भने चाहिँ त्यो पोलिसीसँग यदि सिटिजनहरू खुसी छैनन् अथवा गभर्मेन्टका कुनै मेम्बरहरू खुसी छैनन् भने चाहिँ गभर्मेन्टले एकाउन्टेबल हुनु पऱ्यो, एन्सरेबल हुनु पऱ्यो। त्यसलाई भन्छ एकाउन्टेबिलिटी। त्यसपछि भन्छ सिभिलियन कन्ट्रोल अफ मिलिट्री। अब यो भनेको कस्तो भने तपाईँलाई थाहा छ कि थाहा छैन, जस्तो आर्मी एन्सर्स टु इलेक्टेड गभर्मेन्ट भनेर लेखेको छ। यो भन्न खोजेको चाहिँ के होला त? जस्तो इलेक्टेड गभर्मेन्ट भनेको एक्जिक्युटिभ हो। एक्जिक्युटिभकै अन्डरमा के हुन्छ त? आर्मी हुन्छ, काउन्सिल अफ मिनिस्टर एउटा सेक्युरिटी काउन्सिल भन्ने हुन्छ, त्यहाँ त पिएम हेड हुन्छ। सो भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ आर्मी एन्सर्स टु इलेक्टेड गभर्मेन्ट। त्यो भनेको सिभिलियन कन्ट्रोल अफ मिलिट्री। अब सिभिलियन कसरी भयो त? किनकि सिभिलबाटै त हो नि पिएम बन्ने, अथवा सिभिलबाटै त हो नि एउटा गभर्मेन्ट बन्ने। सो त्यही भएर चाहिँ सिभिलियन कन्ट्रोल अफ मिलिट्री भनेको। सो यो सबै पार्टहरू चाहिँ संविधानवादमा पर्छ। योभन्दा फर्दर कुराहरू चाहिँ हामीहरू नेक्स्ट भिडियोमा पढ्नेछौँ। थ्याङ्क यू फर वाचिङ।